नखु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर निस्किरहनु भएको छ। कुलमानजीसँगको एकता, समझदारी, सहकार्यको विषय किन यो रासोपा स्थापनाभन्दा अगाडि कुलमानजीसँग 4 घन्टा बसेको थिएँ अनि हामी सँगै पार्टी खोलौँ न, लिडरसिप एकदम मिलेर जाउँ भनेको थिएँ। त्यस कारणले कुलमानजीसँग मेरो सम्बन्ध आज पनि प्रगाढ छ। मिलेर जान राष्ट्रिय स्वतन्त्र पार्टी फेरि पनि दोहोऱ्याएर भन्छु, हामी त्यतिसम्म लच्किन सक्छौँ जतिसम्म हामी भाँचिँदैनौँ। त्यस कारणले हामी तयार छौँ। तपाईँहरू 30 डिग्री निहुरिनुहोस्, हामी 70 डिग्री निहुरन तयार छौँ, तर मिलेर जाउँ। जनताले हामीसँग अपेक्षा गरेको छ। रवि लामिछाने अब छुट्ने भए भनेर जुन प्रकारको आइरहेको छ, के छ सम्भावना? धेरैले सोधिरहनु भएको छ। मैले छोड्छ भने छुट्ने भए त म त भित्रै पठाउँदिनँ थिएँ। राम्रा साथीहरू, नयाँ शक्तिहरू, नयाँ अभियन्ताहरू सबैजना मिलेर जाउँ। 21 नम्बरले काम गरेन साथी हो, 138 नम्बरभन्दा बढी चाहियो। त्यस कारणले त्यो 31 महिनासम्म हामीले हेऱ्यौँ, सदनमा हामीले कोसिस गऱ्यौँ। अब भित्र रवि लामिछानेजी हुनुहुन्छ, बाहिर तपाईँ हुनुहुन्छ, भेटघाट नियमित भइरहेको छ र बाहिर समाचार आए अब यसै हप्ता छुट्ने, रवि लामिछाने अब छुट्ने भए भनेर जुन प्रकारको आइरहेको छ, के छ सम्भावना? धेरैले सोधिरहनु भएको छ। धेरै शुभेच्छुक, शुभचिन्तकहरूले भनिरहनु भएको छ कारागारबाटै आउनु भएको छ रविज्यूलाई भेटेर। लेटेस्ट अहिलेको खबर के छ यही वर्ष? हामी सबैजनाले यहाँले भन्नुभएको कुरालाई हुन्छ भनेर अपेक्षा गरौँ न। त्यसपछि अब त्यो लिगल त्यसको चाहिँ त्यो प्रोसिड्युरबाट जाने कुरा भएको हुनाले मैले छोड्छ भने